हेलो 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 गुड इभिनिङ टु अल गुड इभिनिङ के छ अलि आज अलिकति ढिलो भयो कि जस्तो लाग्यो 6:45मा आइरहेको छु। सो आज अलिकति भिडियो चाहिँ छोटो बनाउने कोसिस र सबै कुराहरू यसमा नसमेटिन पनि सक्छ है हैन। सो हिजो र आजको विषयमा अब हिजो के कुराहरू भइरहेको थियो, आज के भइरहेको छ भन्ने विषयमा खोइ अब त्यता हेर्न भइन्छ कि भइँदैन, कमेन्ट सेसन पनि हेर्न के कसो गरिन्छ। जोस् आजको हामीहरूको ओभरअल क्यान्डलको पर्फर्मेन्सहरू हेर्नु छ भने जहाँसम्म भोल्युम कारोबार 9 अर्ब 20 करोडको हारेको छ टोटल कारोबार देखिरहेको छ र यसमा पनि एउटा प्रोमोटर म्याचिङ नै छ आज पनि हैन। एचबिएलको प्रोमोटर म्याचिङ नै लगभग 1-2 अर्ब कतिको हारेको छ आज, यसको फेरि पनि देखा परेको छ। सो बोथ डे म्यानिपुलेसनकै वेहरू चाहिँ चलिरहेको छ। जस एटलिस्ट ट्रेन्ड चाहिँ रिभर्स हुने कोसिस गरिरहेको छ, सेन्टिमेन्ट पोजिटिभ बनाउने कोसिस चाहिँ गरिरहेको छ भन्नु पर्यो अहिले त हैन। यहाँसम्मको हामीहरूको 28 अक्टोबर लगभग फर्स्ट आवरसम्मको क्यान्डल चाहिँ हामीहरूको एकदमै स्ट्रङ ट्रेन्डमा आइरहेको छ भने त्योभन्दा पछाडि भने फर्स्ट आवर हैन, फर्स्ट आवर यस है, फर्स्ट आवरसम्मको क्यान्डल चाहिँ एकदमै स्ट्रङ छ। त्योभन्दा पछाडि चाहिँ के चलिरहेको छ त म्यानिपुलेसन, कहिले कुन स्टक चाहिँ म्यानिपुलेसन चलिरहेको छ, कहिले कुन स्टक म्यानिपुलेसन चलिरहेको छ। जस्तै आजकै दिनमा पनि हामीले हेर्ने हो भने लगभग यहाँसम्म चाहिँ हामीहरूको राति बिपिसिएलहरू 1-2वटा कम्पनीहरू युएनएसपीएल युपिसिएल त्यो टाइपको कम्पनीहरू चाहिँ धेरै जस्तो ट्रेन्डिङमा आइरहेको अवस्था हुन्थ्यो। तर आज भने अलिकति नयाँ हिसाबले चाहिँ मार्केट चाहिँ आज ट्रेन्डमा आइरहेको छ है। आज अलिकति फन्डामेन्टल कम्पनीहरूले पनि मुभ लिनु कोसिस गरेको जस्तो देखिन्छ। आजको क्यान्डल हेर्नु चाहिँ लगभग यहाँ एनटिसीकै एक्जाम्पल लिउँ, डेली चार्टमा हेर्नु चाहिँ अलिकति स्ट्रङ मुभ लिने कोसिस चाहिँ गरिरहेको छ। सिम्स बुलिस हैन, एनटिसी एलआइसिएन एनएलआइसी टाइपको कम्पनीहरू भने जस डिभिडेन्ड दिने खाले कम्पनीहरू जस्तै अब यहीँ पनि हामीले हेरिन्छ नि त। यो केही समय चाहिँ यहाँ कन्सोलिडेट भएर बसिरहेको छ हैन। यहाँ केही समय के भइरहेको छ त कन्सोलिडेट भएर बसिरहेको थियो। डम्पिङ म्यानिपुलेसन हुन्छ जहिले पनि, सेकआउट गर्छ, मान्छेहरू प्यानिक बनाउँछ हैन त। त्यस पछाडि अहिले के भइरहेको छ त यहाँ चाहिँ एग्नोसन गरेका मान्छेहरू चाहिँ अब के गरिरहेको हुन्छ त एक्जिट गर्ने कोसिस चाहिँ गरेर हुन्छ। सेन्टिमेन्ट सबैको पोजिटिभ त आज जहाँसम्म आजदेखिबाट हुन्छ है धेरै जसो यो टाइपको स्टकहरूको चाहिँ प्राइस सेक्सनहरू चाहिँ बताइरहेको छ। सेन्टिमेन्ट पोजिटिभ एलआइसिएनमा कहिलेदेखिबाट हुन्छ त आजदेखिबाट चाहिँ हुन्छ है। खासमा रिटेलरहरूको यहीँ पनि भोल्युम कारोबार हेर्नु भने भोल्युमले पनि बताइरहेको छ होइन त। 32,000को हारेको कारोबार त हामीहरूको कहिले आएको थियो र यहाँ आएको थियो त त्यस्तो थिएन नि। सो एउटा यो अर्को रह्यो एनटिसी पछि एनएलआइसी पनि एउटा अर्को एक्जाम्पल छ। हुन त आज लाइफ इन्सुरेन्स अलिकति राम्रै तरिकाले बढिरहेको छ भन्नु पऱ्यो। अन्त यहीँ हेर्नु 1,88,000को हारेको छ ओभरअल हामीहरूको एनएलआइसीमा चाहिँ आज पनि कारोबार देखिरहेको छ। सो एनएलआइसिएल पनि अर्को कम्पनी छ यहाँ है, यो पनि राम्रै एकोमोडेसनमा बसेको कम्पनी हो है। 637को हाराहारी र भोल्युम कारोबार पनि आज यसमा सडन राइज आइरहेको छ। सो ओभरअल लाइफ इन्सुरेन्स सेक्टर म हिजो अस्तिको दिनहरूमा पनि पक्कै सुन्नुभएको थिएन होइन। लाइफ इन्सुरेन्स सेक्टरको चाहिँ अलिकति ट्रेन्ड स्ट्रङ छ केटा हो भन्ने कुराहरू चाहिँ मैले हिजो अस्तिको दिनहरूमा गरिरहेको छु भिडियोमा एकचोटि। हिजो अस्तिको चाहिँ भिडियो दोहोऱ्याएर चाहिँ हेर्नु होला है। लाइफ इन्सुरेन्सको चाहिँ ट्रेन्ड अरू सेक्टरहरूको भन्दा चाहिँ अलिकति स्ट्रङ देखिरहेको छ भन्ने कुराहरू गरिरहेको छु। लास्ट टाइम मैले हिजो अस्तिको दिनहरूमा जो सेक्टर वाइज हेर्दाखेरि कुन चाहिँको अलिकति स्ट्रङ देखिरहेको छ त बटम फर्मेसनहरूदेखिबाट अहिलेसम्मको लेभलमा हेर्दाखेरि भनेको फेरि पत्याउनु गफै हाने जस्तो लाग्छ। फेरि प्रुफ पनि छ त्यही होइन, भनिहालौँ देखाइहालौँ। ओके हेरिहालौँ है त्यतातिर। ओके मैले चाहिँ 29 अक्टोबरकोमा भनेको रहेछु, 29 अक्टोबर 2025। ओहो राम्रो एउटा यो चाहिँ आएको रहेछ है त। भोलि चाहिँ यो क्रस ओभर हुन्छ कि हुँदैन यो चाहिँ हेर्नु पऱ्यो। मैले अहिलेसम्म हेरेका चाहिँ इन्डेक्सहरू मध्ये अलिकति बुलिस क्यारेक्टर चाहिँ मैले लाइफमा देखेँ है। आज पनि यहाँ पनि यस्तो बुलिस क्यारेक्टर दिइरहेको छ। इज इट के होइन हो यार के छ अब लाइफको आजको हेरौँ होइन हुन त। हामीले यो हुने दिनमै कुराहरू गरिसकेका थियौँ। यो दिन थियो र त्योभन्दा पछिका दिनहरूमा भने ठ्याक्क क्रस ओभरका कुराहरू आइरहेछ, कन्टिन्युटी दिने कुराहरू आइरहेछ। र आजको दिनमा चाहिँ हामीहरूको अलिकति लिडरसिपको उयो हेर्नुहुन्छ भने जहाँसम्म जम्मा 2टा स्टकहरू चाहिँ छ होला। लाइफमा पनि आज मेजर चाहिँ 2टा मात्रै स्टक छ धेरै जसो है। एउटा चाहिँ एनएलआइसी छ भने अर्को चाहिँ हाम्रो यतापट्टि एलआइसिएन चाहिँ छ। अहिले अब क्रेस त अहिलेको रिसेन्ट लिस्टेड आइपिओ भइहाल्यो, म्यानिपुलेसनको चान्स एकदमै हाइरहन्छ। नत्र अरूमा चाहिँ 2-3% मात्रै कारोबार भइरहेछ है। नत्र आजको मेजर भनेको चाहिँ धेरै अलिकति डिस्काउन्टेड प्राइसमा पनि आएर बसेको कम्पनी भनेको 2टा थियो, एउटा थियो एलआइसिएन र अर्को थियो एनएलआइसिएन त। सो मेजर बुल लिडर चाहिँ अलिकति यो छ र अहिले यसलाई पनि अलिकति चिप स्टक भएको हुनाले यु क्यान फोकस होइन यसरी चाहिँ हेर्न सकियो कि। लाइफ इन्सुरेन्समा त अझै यही लेभलदेखिबाट हुन्छ त धेरै लङ टर्मको लागि चाहिँ प्लान बनाएर बसेको इन्डेक्स हो। लाइफको लागि र कमर्सियल ब्याङ्क बोथको लागि चाहिँ पोजिटिभ। हामी चाहिँ अहिले सतर्कता अप्नाउनु भनेको के हो त हाइड्रो पावर सेक्टरको चाहिँ आइपिओ चाहिँ मेजर कम्पनीहरू हुन्, त्यसमा चाहिँ विचार पुर्याउनु होला। मेनली बुझ्नुपर्ने कुरा चाहिँ अहिले हाइड्रो पावर सेक्टरमा त छ होइन त। र त्यति नै हो है, हाइड्रो पावर र यिनी लो क्यापिटल ब्याङ्क त्यता भन्नु आएको थियो। जस लाइफमा चाहिँ हामी पोजिटिभ नै थियौँ एक हिसाबमा। ओके पहिला हामीले त्यता कमेन्ट सेसन पनि गरौँ, त्यस पछाडि त हामीहरूको चाहिँ यतापट्टि भ्युज घटिरहेको छैन आज 319 247 ठ्याक्क। हामीले यसरी सडन राइज हुने राम्रो होइन केही हिसाबको आइदियोस् भनिरहेको थियौँ। बरु हामीहरूको भ्युजमा चाहिँ केही हिसाबको करेक्सन चाहिँ आयो, तर मार्केटमा चाहिँ केही आइरहेको छैन।
करेक्सन आइरहेको छ नि ठिकै हो, तर लिडरसिपमा पनि राम्रै इन्डेक्स चाहिँ दिइरहेको छ होइन त। ठिकै छ, ओके लेट्स सी कमेन्ट सेक्सनहरू हेरौँ। 35 लाइक बटन थिच्न भने कन्जुसै गर्नु भएन। हामीहरूको भ्यू अल प्लिज कन्टिन्यू योर भिडियो, इट हेल्प अस अ लट। हस् है, समय मिलेसम्म चाहिँ म गरि नै रहन्छु। न्यू आइपीहरूमा चाहिँ एमकेसिएल, इएनएल, एनडब्ल्युसिएल, सागर कस्तो होला भने चाहिँ फ्युचरको स्टकको विषयमा चाहिँ म त्यति गरेन है। तपाईँ अझ बाइङ एरियाज पनि भन्ने, सेलिङ एरिया पनि गर्ने भने चाहिँ यहाँ अब पेड मेम्बरसिप लिनुभएको मेम्बर र नलिनुभएको मेम्बरमा चाहिँ केही फरक पर्दैन। सो बाइसेल कल दिने चाहिँ होइन है मेरो काम। ओभरअल प्राइस एक्सन चाहिँ के बताइरहेछ भन्ने विषयमा चाहिँ त्यो स्टकको विषयमा हेरिन्छ। त्यो वाचिस पनि यहाँ दिने, त्यो पनि गर्ने, यो पनि गर्ने काम चाहिँ हुँदैन यहाँ त। त्यो चाहिँ विचार पुऱ्याउनुलाई। सासको बारेमा चाहिँ हजुरको चाहिँ भनेको छ सर, सास चाहिँ इन्भेस्टमेन्ट कम्पनी हो, त्यति चाहिँ थाहा छ। 500 भन्दा तलको रेटमा चाहिँ मैले किनेर हुन्थ्यो होइन। लङ टर्म भिजनबाट चाहिँ गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ गरेर हुन्थ्यो। मलाई याद भएसम्म हिस्ट्री हुन्छ नि त, आफूले सुझाव दिइसकेपछि मैले कहाँ के कसरी किनिरहेको छु, कसरी चाहिँ पोजिसन लिइरहेको छ भन्ने कुराहरू। अहिले चाहिँ लगभग प्रति व्यक्तिको हिसाबले हेर्ने हो भने 172 प्रतियोगिता चाहिँ उनीहरू नाफा आइरहेको अवस्थामा छ। सो करेक्सन दिएर 500बाट तल 400 आएछ भने चाहिँ किन्ने अपर्च्युनिटी हामी चाहिँ मजाले कुरेर बसिरहेको हुन्छ। लङ टर्म भिजन छ त्यसमै पनि। अब माथि हायर रेटमा त सर्ट टर्म ट्रेडिङ अलिअलि 2-3 दिनमै कारोबार त भइरहेको हुन्छ नि त। होल्डिङमा छ भएकाले चाहिँ मसँग छ सर के गरौँ भनेर सोधेको रहेछ भने मैले चाहिँ सुझाव साहसमा पनि दिइरहेको थिएँ। आज बिहानै एउटा दाइले चाहिँ सोध्नु भएको थियो है, साहस चाहिँ लगभग 510 कतिको रेटमा चाहिँ थियो सर के गरौँ भन्दै हुनुहुन्थ्यो। होल्ड फर लङ नै जान्छ सजेसन, झरेर अझै तल आओस् 480 440 आओस्, त्यस पछाडि चाहिँ एड गर्नु होला भन्छु कि लङ भन्ने बित्तिकै। लङ माथि किन्न बस्ने नि क्या कहिले पनि, कुर्ने कति सकिन्छ। किन साहसभन्दा अरू कम्पनी चाहिँ नेप्सीमा अरू अथवा आफूले चाहिँ अलिकति लस खाएको कम्पनीहरू अरू पनि त हुन्छ नि होइन र। यसैसँग त किन किचकिच गर्नु पऱ्यो, छोडिदिनु पऱ्यो कि खुला छोडिदिन सक्नु पऱ्यो। मेन कुरो माथिको टेन्सन लिने कि तल झर्दाखेरि के गर्ने त, रिस्क कहाँसम्म चाहिँ आफूले चाहिँ म्यानेज गर्ने त भन्ने कुराहरू होइन। मनी म्यानेजमेन्ट चाहिँ कतातिर गर्ने, सिफ्टिङ कता जाने, पोर्टफोलियो डाइभर्स कता गर्ने त भने त्यतातिर हामीले मेनली फोकस गर्नुपर्ने है त। सो अहिले चाहिँ मेरो विचारमा आई थिङ्क होल्ड गर्ने र रेट आफूले किनेको रेटभन्दा चाहिँ तल आउँछ भने लङ टर्मकै हिसाबमा चाहिँ एड गर्नु बस्ने हो। अहिले चाहिँ स्विङ सेल गर्ने ठाउँमा छ, त्यति चाहिँ भन्छु अहिले है। स्विङ चाहिँ हाम्रो के जान्छ त्यहाँ एक लट सेल पोजिसन पहिला पनि गर्थ्यो, अहिले पनि ठ्याक्कै त्यही पोजिसनले के गरिरहेको छ त, टेस्ट गरिरहेको छ होइन। त्यही पोजिसनमै आज रेट बनिरहेको छ, तर आजको रेट क्यान्डल चाहिँ त्यति विक चाहिँ होइन है। आई मिन टु से कि बुलिस छ अझै पनि है, अझै पनि के छ त बुलिसमै चलिरहेको छ साहस हो त। सो र तर लङलाई चाहिँ जाँदैन है। 172 प्रतियोगिता नाफा, म चाहिँ नाफा मात्रै गर्ने हो। पोजिसन चाहिँ कसले कति होल्ड गर्न सक्छ भन्ने कुरो। 3200 चाहिँ कहिले कट्छ, 2026को चाहिँ कट्ने पोसिबिलिटी छ, 2024को अन्तसम्ममा कट्छ होला दाइ। कसो अरे 2024को अन्तसम्ममा, यो पनि मैले भन्दैन कि कहिलेसम्म कट्छ कहिले के हुन्छ कसैले थाहा हुन्छ र म कहिले जिउँदो हुन्छु कहिले मर्छु कसैले के हुन्छ र। जस्ट फलो दि ट्रेन्ड, मलाई थाहा हुन्छ, मेरो प्लान हुन्छ, मेरो लागि बनाइरहेको हुन्छु, त्यो आफ्नो ठाउँमा छ। जस्ट फलो दि ट्रेन्ड है, ट्रेन्ड जस्तो हुन्छ त्यो ट्रेन्डलाई पछ्याउने कोसिस गर्नुहोस्। कहाँ जान्छ के हुन्छ, अबको 2 वर्षमा कस्तो हुन्छ, मेरो भविष्य कस्तो होला त्यो होइन कि है। सो फोकस जस्ट फलो दि ट्रेन्ड, ट्रेन्डले जे भनिरहेछ त्यसलाई चाहिँ फलो गर्नुपर्छ मैले भनेर चाहिँ अगाडि बढ्ने कोसिस चाहिँ गर्नु होला। मुभ विथ प्रेजेन्ट, फ्युचर प्रेडिक्सन गर्ने, पास्ट लिएर चाहिँ कुराहरू गर्ने होइन। आफ्नो हुन्छ तर पब्लिकमा आएर चाहिँ यो कुराहरू चाहिँ लिकेज नगरेको धेरै राम्रो है। यो मलाई चाहिँ पढेर सिकाएको पाठ हो है यो चाहिँ। यो पढेर कसैले जानिहाल्यो भने पनि उसले भन्दैनन् र के। नमस्ते दाइ, नमस्ते प्रवीण मास्तोला, नमस्ते दाइ, नमस्ते। आज त्यति नै रह्यो हामीहरूको कमेन्ट सेसनतिर। सो स्टकहरू चाहिँ त्यो कहाँ किन्ने कहाँ बेच्ने कतिको रिजनमा चाहिँ मैले बाई गरौँ भन्ने कुराहरू भन्दा पनि ओभरअल मार्केटको चाहिँ ट्रेन्ड फ्लो के कस्तो छ, स्टकहरूको चाहिँ ट्रेन्ड फ्लो के कस्तो छ, बुलिस छ कि बेरिस छ कि क्यारेक्टर कस्तो बनिरहेको छ भन्ने विषयमा हामीले कुरो गर्ने। बाइसेल डिसिजन दिने काम चाहिँ मैले युट्युबमा गर्दैन है, त्यो चाहिँ बुझ्नु होला। ओके, आजको दिनको विषयमा चाहिँ हाम्रो ओभरअल उयोहरू हेरौँ यतापट्टि के कस्तो छ। हुन त अहिले पनि कुराहरू गरिसकेका छौँ। एसबिएल पिओको लगभग आज 1 अर्ब कतिको हाराहारी होइन यसको कारोबार रकम। नेपाली स्टक एक्सचेन्जकोमा गएर चाहिँ यहाँ हेर्न सकिहाल्नुहुन्छ। नेप्सी डाटा, टुडे फ्लोर सिट र हामीहरूको एचबिएलपी एचबिएलपी ओके। हिमालयन ब्याङ्कको चाहिँ प्रोमोटर सेयर लगभग हेर्नुहुन्छ भने 1 अर्ब 66 करोडको मात्रै के छ त आज फेरि 44 सित गएको छ। यो अस्ति के थियो त 34 सित थियो, 34 र 48 को खेल देखिन्थ्यो। आज चाहिँ 44 र 48 को पुरै म्याचिङ हानिरहेको छ, मूर्ख बनाइरहेको छ। भोलुम कारोबार त्यत्रो राइज भयो वाउ दिइरहेको छ नि त मान्छेहरू। अहिले त्यहाँ के सोसियल मिडियाबाट के लेखिरहेको छ नि होइन। 1 करोड 66 लाखको 1 अर्ब 66 करोडको 66 करोड 50 लाख 59,000
₹76.96 चाहिँ हामीहरूको टोटल एउटै मात्रै प्रोमोटर के भइरहेछ त म्याचिङ चलिरहेछ अहिले है भोल्युम कारोबार सडन राइट चाहिँ होइन त्यो चाहिँ विचार पुऱ्याउनु पऱ्यो होइन त। सो टोटल भोल्युम कारोबार चाहिँ मार्केटमा बढेको भनेर चाहिँ त्यस्तो हतासिनुपर्ने बेला चाहिँ होइन, बुझ्नुपर्ने कुरा। र अर्को कुरा यहाँ अर्को के पनि भयो, आज मार्केट चाहिँ त्यति स्ट्रङ ट्रेन्ड त थिएन होइन, किनकि स्मार्ट मनी बसेको केमै हो त आखिर बिपिसिएल युपिसिएल होइन त, यिनीहरू चलिरहेको थियो। यो नचलिदिने बेला चाहिँ के भएको छैन त, आजको क्यान्डलमा पनि त्यति ठुलो स्ट्रेन्थ चाहिँ देखेको छैन। किनकि मैले पहिला पनि भन्थेँ स्मार्ट मनी यसमै छ जहाँ स्मार्ट मनी छ। साँच्चैको अलिकति स्मार्ट रिटेलर हुनु छ भने चाहिँ स्मार्ट मनी बसेकोमा चाहिँ के गर्नुपर्छ त, उनीहरूले चाहिँ इन्ट्री लिएर आएको छ भने हामीहरू चाहिँ एक्जिट लिन सक्नुपर्छ कि। अन्त सर्ट ट्रेडिङ पोजिसन चाहिँ त्यसरी गर्न सक्यो भने चाहिँ यिनीहरूले दिएर आउँछ, होइन भने चाहिँ फस्ने सम्भावना हुन्छ। बेटर आउँदैन भने चाहिँ बरु त्योमा चाहिँ हातै नहाल्नु। लोमा भएका कम्पनी जस्तै अहिले पनि कति कम्पनीहरू एनएलआइसी हुन्थ्यो, एचएलआई हुन्थ्यो, आइएलआईहरू हुन्थ्यो, लाइफ इन्सुरेन्सको कति पुरै म्याक्सिमम् स्टक हुन्थ्यो आफूले होइन, लोमा आइरहेछ डिस्काउन्टेड प्राइसमा आइरहेछ भनेर कतिचोटि भनेर आउँथ्यो। अहिले तिनी स्टकहरू बढिरहेछ भनेपछि जस्ट पोजिसन होल्ड छोडिदिने कि माथि त जहाँसुकै लैजाओस् जस्ट टेन्सन हुँदैन। झरेको बेला चाहिँ एड गर्नु पऱ्यो, वाक तल चाहिँ आएको छ भने अझै एड गर्न चाहिँ सक्नु पऱ्यो, मेन कुरो होइन त। बज्नुपर्ने भनेको चाहिँ धेरै नै बढिसकेका कम्पनीहरूबाट हो कि, अन्त 100-200% चाहिँ बढिसकेको छ भनेपछि त्यो किन बढिरहेछ, के कारणले बढिरहेछ भने खोजिने त्यो गर्नुभन्दा नि कति प्रतिशत बढ्यो होइन त, कति त्यो लेभलसम्म चाहिँ कति प्रतिशत बढिसकेको छ र त्यहाँ सप्लाई डिमान्डको खेल के छ त, प्राइसले के बताइरहेछ। अन्त अहिले चाहिँ बिपिसिएल युपिसिएलको सबको डिस्ट्रिब्युसन फेजमा चलिरहेछ। मान्छेहरू चाहिँ त्यो 2-4 दिन एकैचोटि सर्किट लागेको देखिन्छ नि त, 8% 9% हिजो अस्ति देखिन्थ्यो नि त होइन, आज छँदै छैन हो। त्योबाट चाहिँ अलिकति बचेर खेल्न सक्नु पऱ्यो कि। र आज अलि नयाँ नौलो भनेको अर्को पनि के भएको छ त, यस फाइनेन्स चाहिँ आज ट्रेडिङमा छ कि है, फाइनेन्स चाहिँ आज ट्रेन्डिङमा बसिरहेको छ आज चाहिँ अलि नौलो भनेको, किनकि धेरै समयसम्म चाहिँ पुरै डम्प भएर स्ट्रक्चर कस्तो थियो त, फलिङ वेज जानिरहेछ नि त। जति तल आउँछ उति नै मान्छेहरूको चाहिँ प्यानिक बनाउँछ कि हो, यो कर्नरिङ पोइन्टमा आउँदाखेरि चाहिँ मान्छेहरू यहाँ पर्दैन क्या, भोलाटिलिटी पनि आउँदैन क्या, नघट्छ नबढ्छ भन्ने टाइपकोहरू हो नि त। यहाँ टाइम यत्रो 1 वर्ष किल गरिसकेको छ कि फाइनेन्समा। ओके लेट्स चार्टतिर हेरौँ एकचोटि। हामीहरूको फाइनेन्स इन्डेक्सहरू चाहिँ लगभग 1 इयर भइसकेको छ, मान्छेहरू चाहिँ प्यानिक भएको हेर्न सक्नुहुन्छ है होइन त। यही रेन्जभित्र नै के भइरहेको छ त अहिले पनि। मैले अर्कै लिएँ है, मैले ट्रेन्ड लाइनको चाहिँ लिएको छैन। यही रेन्जभित्र नै हाम्रो के भइरहेको छ त, कारोबारहरू चलिरहेकै छ नि त। मान्छेहरू प्यानिक भइरहेछ, ए भोलाटिलिटी जान्छ कि यहाँ पनि किन्नु। त्यस पछाडि अहिले के भइरहेको छ, मान्छेहरूको चाहिँ धेरै जस्तो यहाँ टाइम किल चाहिँ भइरहेको हुन्छ। यो सबैभन्दा प्यानिक हो भनेकै अहिले चाहिँ फाइनेन्स त्यो फेजमा चलिरहेको छ। यहाँ देख्न सकिन्छ क्लियर कट छ हिसाब होइन त। यहाँ कुनै हायर लो हायर हाई सेटअपहरू बनिरहेको छैन है, हायर लो छैन, अझै पनि के छ त लोअर हाई लोअर लो लोअर हाई लोअर लो। योभन्दा तल चाहिँ त्यति धेरै सार्प फल आउनु मानिरहेको थिएन अन्त, तर यो चाहिँ भ्यालिड छ। अस्ति न्युजहरू आएको दिनमा चाहिँ के छ त त्यो भ्यालिड छ, तर त्योभन्दा तल पनि के छैन त, सप्लाई धेरै छैन। जुन बटमिङ लाउने कोसिस चाहिँ गरिरहेको छ। हामीहरूको चाहिँ प्याटर्नको नियर टु दी टार्गेट पारेको छ भनेर चाहिँ यहाँ प्रष्ट देखाइरहेको छ पुरै है। तर पनि अहिलेसम्म मैले के भनिरहेको छु, बटमिङ फर्मेसन्स एकदमै सुपरमा चाहिन्छ भन्छु नि मैले धेरै जसो। अहिलेसम्म हायर लो सेटअप बनाएको छैन नि यसमा है, हायर लो छैन अहिलेसम्म छैन है। यो हायर लो होइन, भ्यालिड छैन यो अझै नि। सो कुर्नु अझै पनि केही समय चाहिँ कन्सल्टेट हुने, हायर हाई हायर लोको चाहिँ सेटअपहरू अझै पनि केही समय बाँकी नै छ, त्यसलाई चाहिँ कुर्न सक्नु पऱ्यो कि। अहिले 1-2वटा स्टकहरूमा स्लोली देखा पर्दैछन्, 1-2वटा स्टकहरूमा चाहिँ मैले जुन अलिकति देखेको उयोहरू छ त्यो चाहिँ मैले त्यता नि हालिसकेको छु। पेड मेम्बरसिप लिनुभएकोहरूलाई पनि मैले गरिसकेको छु। लेट्स सी हेरौँ अब पर्फर्मेन्सहरू चाहिँ के कस्तो गर्छ त्यतातिर। 20-30% चाहिँ आजको दिनको हिसाबले हेर्नु छ भने लगभग 20-30% चाहिँ केही स्टकहरू आउँदैछन् कि, र 10% चाहिँ 10% होइन मेबी 2-3 स्टक है, सिम्पल हिसाब गर्नुपर्दा चाहिँ जम्मा 2-3 चाहिँ यस्ता साउन्ड कम्पनीहरू अहिले चाहिँ आजको दिनमा यस्तो कारोबारमा आइरहेको छ। 2-3 स्टक चाहिँ धेरै राम्रो छ कि आजको दिनको कारोबारको उयो हेरेर गर्ने हो भने। अब यता अदर सेक्टरमा हेर्नु छ भने अदर्समा मेरो एनटिसीकै उयोहरू हुन्थ्यो, एनआरआइसी आज छैन त्यस्तो, एचआरएलमा पनि छैन आज, इन्भेस्टमेन्टमा पनि त्यति चाम छैन, इन्भेस्टमेन्टमा छैन, कमर्सियल ब्याङ्कमा छैन चाम, डेभलपमेन्ट ब्याङ्कमा पनि त्यस्तो चाम छैन आज होइन। इन्भेस्टमेन्ट छैन, कमर्सियल छैन, डेभलपमेन्ट ब्याङ्क छैन। अदर्समा चाहिँ एनटिसीले अलिकति पारा देखाउँदैछ, किनकि एनटिसीको अब डिसेम्बर र जनवरीमा चाहिँ डिभिडेन्डको न्युजहरू आउँछ नि त। सो यसमा पनि चाम चाहिँ पक्कै पनि आउँदैछ है। कन्टिन्युटी बेटर एकदमै होल्ड टाइट, एनटिसी नेपाल टेलिकमको सेयर चाहिँ टाइट राख्नु होला भनिरहेको छु। अगस्तदेखिबाट यो सेप्टेम्बर कति नेगेटिभ न्युजहरू आइरहेको थियो होइन, कत्रो फल आइरहेको थियो आन्दोलनको बेला, त पनि के भएन एनटिसी घटेन क्या त्यस्तो साह्रो
रिकभर भएर पुरै साइडवेज थियो। अहिले चलेका एनएलआइसीहरू एसआइसिएलहरू पनि त्यस्तै थियो कि सार्प फल भयो, सार्प रिकभर भयो, त्यसपछि पुरै के गरिरहेको छ त यो टाइपको रिकभरी दिइरहेको छ। अन्त कुनैमा चाहिँ होला एडामेनिबी प्याटर्नहरू चाहिँ बनिरहेको छ होला नि सडन फल सडन राइट साइडवेज केही समय कन्सल्टेट भइरहेको छ एन्ड देन बुम यस मैले हो यही कुरेको हो कि अन्त पर्फेक्ट के हुनु पर्दा प्याटर्न ब्रेकलाई नै हामीले के भन्छ त बटमिङ फर्मेसन भन्छ। यो छ कि अहिले कति स्टकहरूमा अन्त हामी त्यही ब्रेकआउटको चाहिँ वेटिङ गरिरहेको छु मैले चाहिँ न कि अब हिजो अस्ति चाहिँ मार्केट लिड गरेका कम्पनीहरू कुन कुन थिए त यिनीहरू आदि बिपिसिएलहरू एनजिपिएलहरू युपिसिएल थिएन नि हिजो अस्ति। अब यसको चाहिँ पछि लागेर चाहिँ मान्छेहरू फसेको रहेछ भने अब उम्किन बाबुलाई त यो स्विङमा हुने बेला छ गाह्रो छ मार्केटले चाहिँ यही ट्रेन्डलाई चाहिँ कन्टिन्युटी दियो। अब भोलि फेरि कमर्सियल ब्याङ्क इन्भेस्टमेन्ट सेक्टरतिर हुने भयो भने चाहिँ के हुन्छ त यहाँ फसेका मान्छेहरू चाहिँ निक्लिन नपाइकन अरू कम्पनीहरू चाहिँ सार्पली राइज भइदिइरहेको हुन्छ कि त्यही भएर कहिले पनि टमिङ क्याच गर्छु भन्दै गर्दाखेरि म्यानिपुलेसन भएको कम्पनीमा चाहिँ नपर्नु होला भन्छु मैले। त्यही भएर बटम फर्मेसन गर्दा पनि सेल सजेसन आउँथ्यो कि कहिलेकाहीँ हिजो अस्तिको दिनहरूमा आइरहेको थियो, आजको दिनमा पनि केही मात्रामा आइरहेको थियो। जस्तै एनबिबिसी हेर्न सकिन्छ आजको दिन 8% एनबिबिसी बढेछ। मैले चाहिँ सेलै गर्नु है छ भने चाहिँ फालिहाल्नु है भन्थ्यो होइन त कुरो का। सो अर्को रहेको छ हामीहरूको सिजिएस 4%। म्यानुफ्याक्चरिङमा पनि आज सिबमको पनि त्यति स्ट्रङ छैन, क्यान्डल छनलाई तर पनि इन्भेस्टमेन्ट गर्ने ठाउँमा चाहिँ मजाले छ। सिबम छ, एसडिएलहरू छ, सिजिएस त भइहाल्यो। सिजिएसको विषयमा पनि हामीले अस्तिका भिडियोहरूमा कुराहरू गरिरहेको हुन्थ्यौँ। होटेलहरूमा चाहिँ सबैभन्दा बढी प्यानिक भएको चाहिँ कम्पनी भनेको एउटा छ अहिले। आफ्टर द्याट एडजस्टमेन्ट भएपछि चाहिँ सिटी होटेल अहिले आइरहेको छ क्या होइन त 50% कतिको चाहिँ उयो दिएको थियो। सो अल टाइम लोको हारेर चाहिँ आइरहेको छ। सिटी होटेल पनि हेर्न सक्यो, सबभन्दा सस्तो रेटको कम्पनी त्यही होला अहिले होटेल सेक्टरमा होइन त। कि सिटी कि सिजिएस त्यसरी जान सक्नु पऱ्यो। इन्भेस्टमेन्ट ओके, फाइनेन्स र बाँकी रहेको थियो हामीहरूको एउटा हाइड पार्क। फाइनेन्समा चाहिँ हाइहरू कुरिन्छ भइहाल्यो। लाइफ इन्सुरेन्स चाहिँ म धेरै नै पोजिटिभ रहेको सेक्टर हो पहिलेदेखिबाट हो। वेल टाइट लाइफ इन्सुरेन्सको सबै कम्पनीहरूमा चाहिँ मैले त्यस्तो सेल्स सजेसन हो प्यानिङ हुनुपर्छ है केटा फाल्नुपर्छ भनेको छैन। अब त्यो सर्ट सेलका कुराहरू त होला नि आफ्नो आफ्नो ठाउँमा। सर्ट पोजिसन त किनकि चेन्जेबल हुन्छ नि त, आज बाई गरे भोलि सेल, पर्सि बाई गरे फेरि सेल, त्यो भइरहेको छ। तर अलिकति लङ टर्म भिजन र मिड टर्म भिजन हुनेहरूले चाहिँ मिड टर्मको त जुलाई अगस्तकै सिजनहरूमा हामीले सेल सल्टाइसकेको लाइफ इन्सुरेन्सको पनि जस्तै त्यति बेला कुन चाहिँ थियो अरे एकदमै ट्रेन्डिङमा आएको लाइफ इन्सुरेन्स जहाँसम्म आरएनएलआई चाहिँ थियो अलिकति स्मार्ट मनी फसेको पनि होइन। आरएनएलआई अरू एलआइसिएन थिएन त्यति धेरै ट्रेन्डिङमा आएको होइन। पिएमएलआई पनि थिएन, एचएलआई पनि थियो सेल सजन। एचएलआई पनि माथिको लेभलमा चाहिँ एकचोटि हामीहरूले स्विङ सेलको चाहिँ त्यहाँ एएलआइसिएल चाहिँ पर्फेक्ट थियो होइन त। अर्को यहाँ कुन चाहिँ लुक्यो यस्तो पछाडिपट्टि एउटा पऱ्यो कि जस्तो लाग्यो। आरएनएलआई त भइ सकेन अघि नै। नत्र ओभरअलमा हेर्ने त्यो मिड र लङको लागि चाहिँ धेरै नै डिस्काउन्टेड जोनमा जस्तै एलआइसिएनहरू एनएलआइसीहरू चाहिँ धेरै डिस्काउन्टेड जोनमा आइसकेको थियो कि। अन्त आइएलआई पनि एनएलआइसिएल पनि एचएलआई सबभन्दा सस्तो कम्पनी झन् छुट्याउने हुन्थ्यो। जुन हेर्नु त्यही सबै किनौँ जस्तो हुन्छ कि मलाई कुनै पनि नछुटाइकन सबै किनौँ हुन्छ। लाइफ इन्सुरेन्स त फाइनेन्स वेटिङ फर आइहरू अदर्स एनटिसी ओन्ली। म्यानुफ्याक्चरिङ सेक्टरमा चाहिँ एसडिएल सिबम डिभिडेन्ड दिने खाले कम्पनी भयो। अरूमा चाहिँ अब स्लोली चामाउँछ। लकइनका कुराहरू पनि अबको 1 वर्षमा आउने भएको हुनाले जहाँसम्म सोनाज र घोराइ सिमेन्टमा पनि केही न केही उयोहरू पक्कै पाक्छ है यिनीहरूमा। घोराइले चाहिँ राइट भन्ने कुराहरू चाहिँ पकाइसकेछ के अरे होइन। सो एकचोटि चाहिँ त्यहाँ पनि हेर्नु पऱ्यो। अदर्स भयो माइक्रो फाइनेन्समा पनि आज त्यति स्ट्रङ ट्रेन्डमा छैन है, त्यति स्ट्रङ ट्रेन्डमा छैन भनेपछि त आज एकदमै मेजर गरेको भनेको दुईवटा सेक्टरको हिसाबले चाहिँ एउटा फाइनेन्स एकदमै सार्प छ र लाइफ इन्सुरेन्सभित्र पनि एनएलआइसी र एलआइसिएनको मेजर रोल छ आज। र यतापट्टि हाइड्रोपावर सेक्टरतिर हेर्नु छ नि मैले आज अहिले जुन सेल पोजिसन गरेको देखाएँ नि यो जुन रहेको छ नोभेम्बरको 2 पुरै कति सेल पोजिसन लिइरहेको थियो। आज यसो 4-5% चाहिँ दिइरहेको थियो के अरे 5% चाहिँ नाफा आफूलाई आइरहेको थियो। 6% को होला है जहाँसम्म 6% आएको थियो त्यो पनि बुक गरेँ र स्टक रहेको थियो। फेरि मैले बेच्दैमा चाहिँ त्यो बढ्छ भन्ने चाहिँ घट्छ भन्ने चाहिँ हुँदैन है, सर्ट सेल हो होइन त। बढेको बेला चाहिँ सर्ट त गरिराख्नुपर्छ कि बाइसेल गरिराख्नु। फेरि त्यो आज जुन एउटा बेचेको छु त्यति नै प्राइस फेरि अर्कोमा सिफ्ट भइसकेको छु कि आज नै त्यति नै प्राइस के गरिसकेको त आज फेरि अर्कोमा सिफ्ट भइसकेको छु। त्यो पनि फेरि सर्ट लाग्यो। आज किनेको त्यो चाहिँ अस्ति किनेको थिएँ बिहिबारको दिनमा किनेको थिएँ, शुक्रबार गनिन्छ, आज शनिबार बेलुका पनि आइहाल्छ त्यो होइन। सेटल पनि गर्न मजाले पाइहाल्छ, भोलिकै दिनमा पाइहाल्छ। त्यो खातामै भएका सेयरमा चाहिँ के गर्न सकिन्छ त। अस्ति बिहिबार किनेको थिएँ भने पनि आजको दिनमा के गर्न सकेँ त मैले आफ्नो खातामा भएको सेयर त बेच्न सकेँ नि त। त्यो हो कि खास हो नि त। खास मैले बेचेको चाहिँ आरएचजिसिएल थियो है 5.6% चाहिँ आज बढेको बेलामा
बढेको बेलामा फाल्न मान्छेहरू उ गर्दैन नि होइन र, भोलि पनि बढ्छ होला भन्ने आशले कि हो कि छन त छ। मलाई पनि थाहा छ आरएचजिसिएलको आजको क्यान्डलहरू हेर्नुहुन्छ भने जहाँसम्म साफ बुलिस नै देखिन्छ। भोलिको दिनमा पनि मैले बेचेको रेटभन्दा माथि जाने नै वाला छ। त्योमा म आफैलाई केही शङ्का लाग्दैन। तर जे होस् EMA 5 भन्दा चाहिँ माथि सार्प क्यान्डल बनिरहेको यो क्यान्डलमा बेचेर अरू कुनै स्टकहरू खोज्ने जुन चाहिँ यो क्यान्डलकोमा बसिरहेको छ है। मैले भोलि पर्सि यही उमै भन्छु 2-3 कन्टिन्युटी गर्दाखेरि मैले त्यो दिन चाहिँ आरएचजिसिएल बेचेर चाहिँ कुन किनेको थिएँ भनेर। लगभगमा 3 दिनको त हो नि होइन, आज सन्डे भइहाल्यो, मन्डे ट्युसडे बेलुका चाहिँ खातामा आउँछ। म वेडनेसडेको दिनमा चाहिँ यो सम्झाउँला है, आफूले सम्झेसम्म चाहिँ म भन्नुलाई त्यति बेला। अन्त आज चाहिँ यो क्यान्डल बनेकोमा मैले के गर्थेँ त 5% 6%को चाहिँ मलाई रिवार्ड आएको थियो, यसलाई बेचिदियो। र अर्को एउटा यस्तो चार्ट छ जुन चाहिँ अहिले बल्ल के गरिरहेछ, यो 30 अक्टोबरको जस्तो क्यान्डल चाहिँ बल्ल फर्मेसन भइरहेछ होइन। 1 दिन 2 दिन भोलिको दिनमा पनि आरएचजिसिएल जहाँसम्म ग्रिन अर डोजीको सेप नै बस्छ हाई चान्स, किनकि इन्ट्राडे चार्ट यो बुलिस नै हुनुपर्छ जसो हाई चान्स। डोजी यो बुलिस तब हुन्थ्यो जब रेड क्यान्डल भन्दा चाहिँ माथि क्लोजिङ दिएर आउँथ्यो, छैन त्यो होइन त। सो हाई चान्स यो चाहिँ के बस्छ, डोजीको चाहिँ हाई चान्स रहन्छ भोलि है। आरएचजिसिएल त त्यस्तो एकदमै एक्सट्रिम सप्लाई चाहिँ छैन यसमा है। यस्तो एक्सट्रिम सप्लाई आएर हो प्यानिक हुनुपर्ने टाइपको, हुन त प्यानिक त मान्छेहरू यसै पनि प्यानिक छ। 360 को कम्पनी भएर 220 मा पाइरहेछ होइन। अहिले चाहिँ अब राइट सेयरको कुराहरू आएर एडजस्टमेन्ट हुँदाखेरि पनि लगभग नियर टु दि लोबाटै बााउन्स दिइरहेछ होइन। नियर टु दि लो नै हो नि 220, यिनीहरूले 200 को हारेर लो लगाएको थियो त्यति बेला होइन त। अब 200 मा चाहिँ उनीहरूले किनेर राखेको थियो, 100 को चाहिँ उ गऱ्यो, 100 र 200 मिड 150 आएन त, 150 अहिले चाहिँ 220 मा आएको छ कम्पनी। कति नै नाफा भयो होला र, किता धेरै छ 150 हार्यो भने त फेरि मान्छे प्यानिक भएर हातै नहालिदिने हुन् कि भन्ने डर पनि त हुन्छ उनीहरूलाई होइन र। कोही मान्छे चाहिँ 560 मा फसिरहेको छ बिचरा हो कि होइन, 560 मा चाहिँ फसिरहेको छ। अब यहाँ किन पनि डराएर त के भन्नु होइन। सो एक लट चाहिँ मैले त्यहाँ त्यसरी हानेको थिएँ है। मिडको लागि पनि हेर्न सकियो, इन्डिकेटर आई थिङ्क जहाँसम्म डाइभर्स भइरहेको छ है। प्राइस मेक्स हायर हाई, RSI मेक हायर लो सेट होइन त। सो यसरी पनि हेर्न सकिन्छ। तर यो ब्रेक यो हाई चाहिँ टेस्ट गर्नुभन्दा अगाडि माइनर टाइपकोहरू चाहिँ आउँछ होला जहाँसम्म एकैछिनमा कन्सोलिडेट भइदिने कि एउटै रेन्जिङमा साइड वेज खेलिदिने अथवा चाहिँ एउटा करेक्सन राम्रो पुल ब्याक चाहिँ दिने कुराहरू होइन। सो हाई चान्स चाहिँ डोजी ओके, यसलाई छोडिहालौँ। मैले चाहिँ मेरो पोजिसन के कस्तो रहेको थियो भन्ने विषय मात्रै थियो। हाइड पावर सेक्टरको यहाँ तलका कुराहरू सबै भइसकेको छ। अहिले खास मैले भन्नु खोजेको चाहिँ यता हाइड पावर सेक्टरको मेनु हेर्नुपर्ने हो। र हिजो अस्तिको दिनमा जस्तो थियो त्यस्तै नै छ पारा त होइन। हिजो अस्तिको दिनमा चाहिँ BPCL, NGPL, UPCL, KPCL यिनीहरू चलेर रातिहरू चलिरहेको हुन्थ्यो। आज चाहिँ तिनीहरूलाई छोडेर अलिकति नयाँ स्टकहरू, फरक त्यही नै हो होइन त। यिनै 5वटा स्टक त छ नि आज होइन र, PPL, दोर्दी, TPC, PMHPL, ऊर्जा र आरएचजिसिएल। अरू केही छ त छैन। हिजोको दिनमा पनि अलिकति बढेको र आज पनि अलिअलि गर्दै बढेको UNHPL चाहिँ रहेछ आज। यहाँ पनि यसलाई त एकदमै सार्प सेल साइड नै जान्छ है। UNHPL चाहिँ सार्प सेल साइड नै जान्छ। 529 500 भन्दा माथिका पुरानो हाइड्रो त नारे बाबा न। त पनि अझ फेरि राइटले पनि न्युजहरू आइसकेको छ, राइट दिन्छ अरे भन्ने न्युजहरू फालिसकेको छ भने त हातै नहाल्ने हो अझ। एडजस्टमेन्ट कुरेपछि त आइहाल्छ नि सस्तो रेटमा होइन र। सो राइट नआएको रिसेन्टली लिस्टेड भएको छ हाइड्रोहरूतिर बरु सर्ट ट्रेडिङ गर्ने त्यही पैसाले। तर राइटको न्युजहरू आइसकेको र बढी नै सकेको हायर रेटमा भएकोमा चाहिँ तछाड मछाड नगरेकै राम्रो, त्यो चाहिँ बुझ्नु पऱ्यो होइन त। र अर्को यहाँ अप्पर पनि होला है, जहाँसम्म अप्पर पनि हो। यस्तै स्लोली आइरहेछ नि जुन यतातिर चाहिँ हेर्न सकिन्छ। अब रिदीहरू UMHL पनि जाँदैन, UMHL 500 कै रेटमा पुगिसकेको छ होइन, 542 त्यो पनि आउँदैन सुझावमा। जस्तो अब चाहिँ स्लोली बल्ल बटमिङ लाउँदै गर्दाखेरि अस्तिसम्म जुन जुन कम्पनीहरू बढिरहेको थियो अब ती चाहिँ उनीहरूले डिस्ट्रिब्युट गरेर हुन्छ। र स्लोली चाहिँ पब्लिक पार्टिसिपेसन बढाउनुको लागि यसरी बढ्दै नबढेका कम्पनीहरूतिर सेक्टरहरूतिर चाहिँ स्मार्ट मनीहरू सिफ्ट भइरहेछ बल्ल। अब बल्ल हो कि पोजिसन समाउने नसमाउने, पुल ब्याक चाहिँ कस्ता कम्पनीहरूमा कुर्ने, वाच लिस्ट चाहिँ तयार गर्ने कि नगर्ने भन्ने विषयमा चाहिँ अब बल्ल आजको दिनभन्दा पछिका दिनहरूमा चाहिँ मजाले गर्न सकिन्छ है। अझै नोबेल ब्याङ्क चाहिँ 1% बढिरहेको रहेछ, KBL बढिरहेको रहेछ अन्त यिनीहरू छ होला। अब स्लोली आउँछ कि है। सो हतार गरेर मात्रै हुने होइन। ल हेर्नु KBL यस्तो राम्रो हानिरहेको छ, पुरै पिन बार क्यान्डल छ नि, एक्युमुलेसनै चलिरहेको छ सब। 1,41,000 रहेछ एक्युमुलेसनै चलिरहेको छ। यहाँ पनि किन थियो र होइन त, यहाँ पनि थिएन कि, सब म्याचिङको खेल चलिरहेको छ यहाँ होइन त। सबै के छ त म्याचिङको खेल चलिरहेको छ है KBLमा पनि। 228 मा फसेकाहरू कोही छन् भने पनि नाति त हुन्छ है KBL त। जति सकिन्छ एभरेजिङ गर्नु 200 भन्दा तलको रेटमा चाहिँ एज मच एज यु क्यान किनेर राख्दा भयो कि। KBL मात्रै होइन 200 तलको त सबै कम्पनी किन्नु
200 तलकै कुनै पनि कम्पनीमा नडराउँदा हुन्छ। एचडिएचपिसी अलिक कति छ हामीहरूको? एचडिएचपिसी पनि त्यसैको हाराहारी होइन 182 अप्पर। यति चाहिँ थाहा थियो, मैले पहिले पनि भनिसकेको थिएँ, कतिले याद छ कि छैन। धेरै समयसम्म चाहिँ साइडवे चल्छ भने एकचोटि चाहिँ डम्प नगरिकन सिधै माथि चाहिँ लैजाँदैन है केटा भनिरहेको थियो नि त। सिमेन्ट टिमी पनि भनिरहेको थियो, सोना सिमेन्ट होइन, सोना जिसिआइएलहरू हो कि धेरै समयसम्म साइडवेजमा चाहिँ कन्सल्टेट भइसकेको छ भने एकचोटि सेक आउट नगरिकन स्टक चाहिँ माथि चाहिँ जाँदैन है। त्यो चाहिँ विचार कुरा हो भनेको थियो, त्यही हो। अहिलेको प्राइस सेक्सनले चाहिँ त्यही नै दिइरहेको छ ट्याक्कै। लगभग 3 महिना अगाडि 3-4 महिना अगाडिको कुरो थियो त। जस्तै अहिले भर्खरै हामीले यहीँ पनि त हेऱ्यो नि होइन, एलआइसिएन नै हो क्या हो, एलआइसिएन यहीँ पनि छ। केही समयसम्म यहाँ एकुमुलेसन गरिरहेको छ स्मार्ट मनीहरूले। अन्त यो लेभलमा के गरिरहेको छ त स्मार्ट मनीहरूले चाहिँ एकुमुलेसन गरिरहेको छ। यहाँ के गरिदियो त, यहाँ चाहिँ हामीहरूको के गरिरहेको छ त, डम्प गरिदिइरहेको छ। अन्त यहाँ के छ, म्यानिपुलेसन चलिरहेको छ। अब रियल डिस्ट्रिब्युसन चाहिँ अब यहाँबाट सुरु हुन्छ कि, जुन अहिले अलिकति सार्प बुलिस भयो जस्तो गरेर हो, अब त बुम बुम टाइपको कुराहरू आउँछ नि त, सर्ट ट्रेडिङको ट्रेडरहरू चाहिँ एक्टिभ हुने बेला। अन्त अब बल्ल यो रेन्जिङ हुँदा चाहिँ माथिको अब चाहिँ के हुन्छ त, डिस्ट्रिब्युसन चाहिँ गरेर आउँछ। टार्गेट सेटअप यहाँ टार्गेटको चाहिँ यस्तो हुन्छ भन्ने कुराहरू पनि अब बल्ल आउँछ कि सोसियल मिडियामा होइन। जस्तो रियल एकुमुलेसन चाहिँ यहाँ चलेको थियो है। अलिअलि के हिसाबको रिस्क म्यानेजमेन्ट गर्नु नै पऱ्यो। डम्पिङ सम्पिङ नेगेटिभ न्युजहरू आउने, हिट हुने, सिधा हिसाब त हाम्रो के नि हो त, 1000 माथि चाहिँ त्यही नै हो। अहिले चाहिँ 874 ग्रेडमा मजाले डिस्काउन्टेड प्राइसमै पाइरहेको छ। एलआइसिएन, एचएलआई, एनएलआइसी, आरएनएलआई, एसजेएलआइसी, एसआरएलआईहरू छन् नि त। लाइफ त फुल हो कि होइन त। हामीले विचार पुर्याउनु भनेको चाहिँ अहिले हाइड्रो पावरका चाहिँ माथि बसेको कम्पनी, लक इन खुलेका, राइट लिस्टिङ हुनेवाला, राइट दिनेवाला कम्पनीहरूबाट चाहिँ टाढा बस्ने हो। र आज अलिकति अनौठो भनेको चाहिँ पिपिएल लिस्टिङ, राइट चाहिँ लिस्टिङ भएपछि पनि सर्किट लाग्दो रहेछ भनेर यो भाइले गर्छ गर्दैन भनेर गरेको होला न। आज यसको राइट लिस्टिङ डे होइन र, 50% चाहिँ राइट। कति किता हो, किताको हिसाब एकचोटि गर्नु। पिपल हल्ट अपरेसन फलोइङ फ्लड एन्ड ल्यान्डस्लाइड ड्यामेज। रिकभरीको केही न्युजहरू आइरहेको छ अहिलेसम्म, आएन एकचोटि चाहिँ गर्नु होला। यो ट्रेन्ड चाहिँ पनि साइडवेज चाहिँ हो। हामीहरूको टप टु बटम हेर्नुहुन्छ नि, यो पनि धेरै मात्रामा बढेको कम्पनी चाहिँ थिएन है। आरएफपिएल चाहिँ बढेको है। आरएफपिएल चाहिँ के गरेको त, सार्प राइज चाहिँ भएकै हो त्यति बेला। दुइटै लिस्टेड एकैचोटि भएको थियो होइन र। 2022को चाहिँ अक्टोबरमा यो थियो भने आरएफपिएल डिसेम्बरको बेला थियो। 2022को त्यो चाहिँ ढिलो थियो, यो चाहिँ 2022को जुनमा सही। एउटाले चाहिँ 1400-1500 छोएर कहाँ आइसकेको छ। अब अहिले चाहिँ आरएफपिएलको रेट हेर्नु त 348 फुत्किहाल्यो, फुत्केन त। अन्त सो यो टाइपको स्टक चाहिँ के गर्न सक्यो त, वातिसमा चाहिँ भर्ना गर्न सकियो कि, यो वातिसमा चाहिँ भर्ना गर्न सक्यो। तर यो लास्ट टाइम तर म्यानिपुलेसन भनेर चलिरहेको थियो। स्टक सेफ त त्यतै हुन्छ है। कति छ, 24 ओके 23,000। पिपिएलतिरै 342। पिएमएचपिएलमा त केही न्युजहरू आएकै छैन अहिलेसम्म होइन र। पिएमएचपिएल यस्तो छ कि अहिलेको हाइड, मैले पहिले पनि भन्थेँ नि त, हाइड पावर सेक्टरमै पनि धेरै ऊ छ। कुनैमा अब राइट आउने भर आउने कुराहरू गरिरहेको छ, कुनै के छ कुनै के छ कुनै के छ। हाइड पावर सेक्टरमा चाहिँ हाइड पावर सेक्टर पोजिटिभ भयो भन्नेमा चाहिँ जुन पाइदिएमा हाम फाल्ने होइन। हरेक स्टकको चाहिँ हरेक क्यारेक्टरहरू फरक छन् र इच स्टकको हेरेर मात्रै पोजिसन लिनु भनेको थियो। पिएमएचपिएल पनि 2022को हाईलाई मजाले टेस्ट गरिरहेको चाहिँ अन्त 2022को हाईभन्दा माथि के गरिरहेको छ त, डिस्ट्रिब्युट गरिरहेको छ, देन क्र्यास र अहिले चाहिँ रिटेस्ट। 2021को भोल्युम खाइसकेको छ, मजाले खाएको छ। जम्मा 2,20,000 थियो, अहिले चाहिँ 3,80,000सम्मको कारबार। तर पनि एउटा सडन राइज चाहिँ आउँछ यसमा है, पोसिबल छ। प्रिभियस हाईले एकचोटि फेरि पनि टेस्ट गर्न सक्नु है। मजाले 2022को हाईले चाहिँ रिटेस्ट ब्याक नै गरे, अरू केही छैन है यसमा नयाँ नौलो। फेज चाहिँ यो पनि के चल्छ त, लङ टर्म हिसाबले चाहिँ रिएक्मुलेसन फेजमै चल्ने हो है। सिधा हिसाबले के भन्यो त, 160 को हामीहरूको 200% भनेको कति हुने भयो, 160 माथि गयो 212, 320 माथि गयो 480, छो छ होइन, छो छ त छैन नि त, सो अझै पनि छ है, अझै पनि छ यतापट्टि चान्स त एकदमै। तर योभन्दा पनि धेरै डिस्काउन्टेड प्राइसमा भएका कम्पनी पनि छन् होइन। सो फेरि के गर्ने त, जुन सस्तो छ त्यसलाई चाहिँ प्रायोरिटी दिनु पऱ्यो कि जुन कम मात्रामा बढिरहेको छ।
त्यसरी चाहिँ भन्नु पऱ्यो अगाडि 2631 ओके द्याट्स अल। यो हाइड पावर सेक्टरतिर पनि उही नै हो पारा हेर्नु छ भने। अन्त अब मैले यत्रो दिन गरेको थिएँ बिपिसिएल यो बढिरहेको थियो, हुन त त्यो दिन बढ्ने बेलामा मैले पनि यता पनि सेल सजेसन दिइरहेको थिएँ, सर्ट सेलका कुराहरू आइरहेको हुन्थ्यो। आज चाहिँ आरजिएसएल म आफैले सर्ट सेल गरेँ। अन्त अपर्च्युनिटी हो कि हातमा भएको छ बढिरहेको छ भने चाहिँ किन नफाल्नु, ग्राब गर्ने हो। जुन दिन अपर्च्युनिटी पाइन्छ त्यही दिन ग्राब गर्ने। फन्डामेन्टल कुराहरू छैन, डिभिडेन्ड दिने खाले कम्पनीहरू छैन भने चाहिँ त्यसरी सर्ट गर्न पाइयो। तर आज चाहिँ अलिकति नौलो कुरा के भइरहेको छ, यो सेक्टर चलिरहेको छ कि यो सेक्टर जुनमा चाहिँ फन्डामेन्टल कुराहरू पनि छ, डिभिडेन्ड पनि दिइरहेको छ, प्लस त्यसमै पनि अझै सार्प एकदमै डिमान्ड हेर्नु त हिजो अस्तिको उयरमा मैले भिडियोमा पनि भनिसकेँ अघि नै होइन, त्यसमै पनि यदि डिमान्ड क्रिएट भइरहेको छ भने यो बुल चाहिँ फेरि सानोतिनो नभइदिन सक्छ कि, खास कुरो त्यो मैले बुझाउनु खोजेको चाहिँ है। यो बुल चाहिँ के नभइदिन सक्छ, सानोतिनो नभइदिन सक्छ। अपकमिङ डेज हामीले के हेर्ने हो त, जस्ट फलो द ट्रेन्ड है त। ओके लेट्स सी, म फर्स्ट एन्ड लास्ट अब यताको विषयमा सबै कुराहरू गरिसकेका छौँ। फाइनेन्स वेट फर हायर लो सेटअप, इन्भेस्टमेन्टमा चाहिँ मैले छैन, सो फोकस इन्भेस्टमेन्ट निफ्रा अलिकति हाई क्याप एचआइडिसिएल हाई क्यापतिर गयो। कमर्सियल ब्याङ्क त जुन किने पनि भइरहेछ, अहिले डिस्काउन्टेडमै छ सबै होइन। यो अदर्समा चाहिँ एनटिसीको अब डिभिडेन्ड न्युजहरू आउँदैछ, आजदेखिबाट अलिकति स्ट्रङ ट्रेन्डमा चल्ने कोसिस गरेको छ अदर्स। डेभलपमेन्ट ब्याङ्क सेक्टरमा पनि एमएनबिपिएल अस्ति भर्खरै न्युजहरू आइसकेको छ डिभिडेन्डको, सो यतातिर पनि एउटा जेबिबिएल थियो 300 भन्दा तल, यसलाई चाहिँ प्रायोरिटी दिन सकिन्थ्यो फर क्यापिटल गेन होइन। अलिकतिमा 330 10% दिइसकेछ ल। म्यानुफ्याक्चरिङ हामीहरूको शिवम एचडिएल सोना ओके हायर लो बनाएको छ भने सोना र जिसिआइएलतिर एकचोटि फेरि के गर्न सकिन्छ, ट्रेडिङ पोजिसन चाहिँ लिन सकिन्छ होइन। एचडिएल र शिवम त स्लिप एकदमै सुत्ने हो कि, डिभिडेन्ड खाने सुत्ने होइन त। त्यति छ हामीहरूको ओभरअल मार्केटमा। र नन लाइफको आज देखिएन है त्यस्तो, नन लाइफको पनि 500 भन्दा तलका कम्पनीमै हो हामीले वाच आउट गर्नु भनेको। अहिले लगभग 300 कै कतिको हारेर चाहिँ आइजिआई पाइरहेछ होइन, 437 आइसकेको छ त हौ। 80 399 कति थियो जस्तो लाग्छ त आइजिआई होइन। आइजिआई हो नि 394 95। र आजको क्यान्डल अलि विक बनिरहेको रहेछ त, आज क्यान्डल अलि विक बनिरहेको छ। सो के पनि बदलिस यही त हो नि फरक। अन्त कुनै कम्पनी चाहिँ भिसेपमा हानिरहेको छ, रिकभरी लिइरहेको छ। अब एचआरएल नै हेर्नुहुन्छ भने अलिक के गरिरहेको छ त, त्यही रेन्जिङमा कन्सोलिडेट भएर साइड वेस्टर्नमा चलिरहेको छ कुरो हो नि त। हाम्रो त खास खेल चाहिँ के हो त, समय र मूल्य हो नि त। यो एक्सर्साइजमा हाम्रो के हुन्छ त, समय र हामीहरूको मूल्य। मान्छेलाई हामी धेरै जसो यो लगानीकर्ताहरूले के चाहिरहेको हुन्छ त, वे एक्सेस त कहिल्यै पनि जिरोमा त आउँदै नआओस् भन्ने हुन्छ नि त होइन। जहिले पनि कहाँ नै होस् त माथि नै भइरहेको होस्, बुम बुम नै भइरहेको होस् हुन्छ हो कि। छोटो समयमा अझ जहिले पनि यक्स हामीले त 0 टाइममा 100% रिटर्न दिनु, मानवले चाहने त्यो नै त हो नि होइन। 0 म चाहिँ 0 वर्षको हुँदाखेरि म जन्मिने बित्तिकै चाहिँ हामीलाई के होस् त, समय नबितोस्, समय नबित्दै हामीलाई चाहिँ रिटर्न धेरै आओस् होइन। जति समय बितिरहेको हुन्छ जति मोमेन्टम नआइदिने कुराहरू हुन्छ, एकदमै तले मात्रै बस्दिराख्यो भने चाहिँ मान्छे के हुन्छ प्यानिक हुने, अझ घटेरै चाहिँ माइनसमा गइदियो भने त झन् कुरै नहो। ओके गफ चाहिँ धेरै छुट्यो जस्तो छ। लेट्स सी अब ओभरअल भोलिको उयोहरू के कस्तो रहन्छ त्यो विषयमा पनि कुराहरू गरिहाल्नु है त। क्रसओभर यतापट्टि के आएको छ छैन है नि त। जस बुलिस क्यारेक्टर चाहिँ देखाइरहेको छ, सडन राइज गरेको गरिरहेको छ। त्यस्तो हतार गरेर चाहिँ हो छोडेरै जान्छ कि जस्तो गर्नु पनि भएन। बरु बेटर के गर्ने त, झरेको बेला चाहिँ फसिरहेको थियो भने चाहिँ त्यहाँबाट जुन छिटो रिकभर भइरहेको छ, तल किनेर चाहिँ फाल्ने भन्दा पनि माथि किनेकाहरू चाहिँ कोही फसेको थियो भने त्यो चाहिँ रिकभरी जुन छिटो दिइरहेको छ त्यसलाई चाहिँ सेल गरेर क्यास आउट गरेर बस्ने बेला हो कि। एन्ड वेट फर पुल ब्याक। अन्त एउटा पैसा त पक्कै पनि जान्छ होइन र, कि फसेको चाहिँ एक्जिट लिन पाइएको छ, तल किनेको चाहिँ नाफा बढिरहेको हुन्छ, मार्केट चाहिँ माथि गयो भने तल बढेकोले किनेको छिटो फाल्न उ गर्नु पऱ्यो र हो नि त। सो माथि फसेको चाहिँ रिकभर भयो भने पहिला चाहिँ यसलाई एक्जिट गर्ने हो कि है, यसलाई एक्जिट गरेर क्यास आउट गरेर बस्ने, ताकि झरेको बेलामा चाहिँ एड गर्न सकियोस् होइन त। त्यो हिसाबले चाहिँ चल्नु पऱ्यो है। ओके लेट्स सी हामीहरूको आवरली चार्टहरू हेरौँ, इन्ट्राडे के कस्तो भइरहेको छ। है हामीले कुन चाहिँ कम्पनीमा हेरेको थियौँ नि, यो हाईभन्दा चाहिँ माथि गएर यहाँसम्म आरएचजिसिएल हो क्या होइन त। आरएचजिसिएल जस्तो लाग्यो, आरएचजिसिएल यस होइन त। यो हुन्थ्यो भने चाहिँ मार्केटले भोलिको दिनमा अलिकति बियरिस उयोहरू देखाउँछ भन्ने गर्न सकिन्थ्यो। तर आजको पनि क्लोजिङ उयोहरू हेर्नुहुन्छ भने के छ त, निफ्टी इन्डेक्स इन्ट्राडे उतिर हेर्नुहुन्छ भने छ नि त बियरिस डाइभर्जेन्स छ, भ्यालिड छैन है। यो हायर हाई लगाउने बेला पनि इन्डिकेटर के गरिरहेको छ त, तलै बसिरहेको छ। तर यस्तो यो तरिकाको बियरिस पनि दिइसकेको छैन, यो चेन्ज अफ क्यारेक्टरका कुराहरू कुनै पनि इन्डिकेटरहरूमा के भइसकेको छैन, आइसकेको छैन। तर
हाई चाहिँ ब्रेक गर्न सकिरहेको छैन, प्रिभियस हाईले पनि के गरिरहेको छैन, यो जुन हाई बनाएको थियो यति बेला त्यो ब्रेक गर्न सकेको छैन, बट प्राइसमै हायर आयो। अन्त सो ट्रेन्ड चाहिँ अलिक विक देखिएको छ है, ट्रेन्ड चाहिँ अलिक विक देखिरहेको छ। र आजको ट्रेन्ड यतिको स्ट्रङ बन्नुको चाहिँ सेक्टरको हिसाबले पनि हामीले देखिसक्यौँ। मैले पटक सुझाव गरेकै उयोहरू चाहिँ ट्रेन्डमा आएपछि अहिले यो चलिरहेको छ, लाइफ इन्सुरेन्स, मेजोर होइन, र फाइनेन्स चाहिँ अस्तिको उयोहरूमा पनि अलिअलि कुराहरू गरिन्थ्यो, अलिकति बटम मिलाउने कोसिस गर्ने हो, तर पर्फेक्ट बटम फर्मेसन, लो हायर लो सेटअपहरू चाहिँ बनेको छैन भनेपछि पोजिसनको लागि त एकदमै वेटे गरेको राम्रो। हाई रिस्क लिनेहरूलाई चाहिँ सडन अहिले ज्ञान जुन दिइरहेछ त्यसलाई चाहिँ के गर्नु बस्नुहुन्छ, नाफा बुक गर्न बस्न सक्नुहुन्छ है। त्यो रहेको छ आजको चाहिँ मेजर 2 सेक्टर, जुनले गर्दाखेरि चाहिँ अहिले जुन हिजो अस्तिको दिनमा जुन स्टकहरू बढेर चाहिँ ट्रेन्ड विक देखिन्थ्यो ती स्टकहरूले चाहिँ आजको क्यान्डलले चाहिँ त्यति गरेको छैन है, त्यति डिस्टर्ब गरेको छैन। जुन यो क्यान्डल यदि इफ इन केस होइन यो क्यान्डल के यो जुन आज बने यो 4वटा क्यान्डलहरू जुन फर्मेसन भइरहेको छ नि यो 4 घन्टाको, यो क्यान्डल चाहिँ मैले यो दिन देखेको हुन्थेँ भने इफ इन केस है 28 अक्टोबर 11 बजेभन्दा पछाडिको उयोमा चाहिँ मैले यो क्यान्डल देखेको हुन्थेँ है। यो यति चाहिँ पुरै के हुन्छ त, यो हामीहरूको वेस्ट अफ टाइम हो कि यसलाई चाहिँ डिलिट गरिदियो हुन्छ यतिले। यो क्यारेक्टर चाहिँ यहाँ देखाएको भए हामीहरूको त्यहाँसम्म ट्रेन्ड पनि केही जान्छ त एकदमै स्ट्रङमा गइरहेको हुन्थ्यो है। सो हाम्रो यो रिजन चाहिँ एकचोटि मार्केटले मजाले के गर्छ त, टेस्ट गरेर त्यो लेभलमा आउने सेलर होस् अथवा त्यो लेभलमा आउने बायरहरू होस् एकचोटि सेकआउट चाहिँ मजाले गर्छ। मैले चाहिँ 2540 को आरआर हेरेको छु अहिले पनि होइन। अब यो सडन राइज चाहिँ कहिलेसम्म गर्छन्, अब जस्तै अहिले आफ्नो खातामा भएकै एलआइसीहरू, एसएलआईहरू, एनएलआईसीहरू चाहिँ अहिले बढाइदिइराखन् होइन। म के गर्छु त, मेरो भिजन लङ टर्मको लागि भए पनि यसरी चान्स आइरहेछ भने चाहिँ मैले सर्ट सेल एकचोटि पार्सियल भए पनि गर्नुपर्छ भन्ने सोच चाहिँ राख्छु कि मैले यस्तो बेला होइन त। आफू चाहिँ लङको लागि भनेर बसिरहेछ, सडन कहिलेकाहीँ यसरी झुकेर चाहिँ मार्केटको ट्रेन्ड विक छ भन्दै गर्दाखेरि पनि आफ्नै कम्पनीहरूमा डिमान्ड क्रिएट भयो भने अब भोलि पर्सिको दिनमा म के बेच्न बस्छु, एलआइसिएन, एनएलआइसी होइन त, जुनले चाहिँ आजको दिनमा मेनिपुलेसन गर्ने कोसिस गरिरहेको छ, ठ्याक्कै त्यहाँ के गर्नु बसिन्छ त, सेल गर्न बसिन्छ। तर मान्छेले फिलै गरेको छैन होला, जुन कम्पनी आजको दिनमा बढेछ भोलिको दिनमा चाहिँ के गरेको छैन त, सकिरहेको छैन है, त्यसलाई चाहिँ कन्ट्रिब्युट दिन सकिरहेको छैन, त्यही ट्रेन्डलाई चाहिँ फलोअप गर्न सकिरहेको छैन भनेपछि के गरिँदैन, बढेको दिनमा हात हालिँदैन कि, बुझ्नुपर्ने कुरा त्यो। एक दिन बढ्छ अर्को दिनदेखिबाट अर्को उमा चाहिँ सिफ्ट भइरहेको छ कि स्मार्ट मनीहरू होइन त। अब लेट्स से त भोलिको दिनमा चाहिँ के गर्छ, भोलि इफ इन केस भोलिको दिनमा पनि यिनै लाइफ इन्सुरेन्सहरू यिनीहरू नै डिमान्डमा हुन्छ भने त मार्केट माथि जाने चान्स एकदमै हाई हुन्छ होइन त। तर फेरि पनि भोलिको दिनमा घुमाएर बिपिसिएल हान्नु भने चाहिँ केटा फेरि पनि भोलि के गर्नु बसिन्छ त, सेलै गर्नु बसिन्छ। ट्रेन्ड यही नै हुने हो, फेरि यहाँ जस्तो थियो ट्रेन्ड यो त्यही नै हुने हो है त। हामीले बिचमा बुझ्नुपर्ने कुरा के रह्यो, यहाँसम्मको ट्रेन्ड एकदमै स्ट्रङ छ, यो जस्ट वेस्ट अफ टाइम छ। यो 1 2 3 4 5 6 7 8 9 10 11वटा क्यान्डल चाहिँ पुरै गरेर त वेस्ट अफ टाइम हो, ट्रेन्ड विक छ। सो जुनसुकै बेला पनि मार्केटले चाहिँ 2540 चाहिँ टेस्ट बनाउनु बाँकी छ। र त्योभन्दा माथि चाहिँ अब यहाँ 1-2वटा उयोहरू चाहिँ मेनिपुलेसन हुन सक्ने सम्भावनामा आज एनएलआइसी र एलआइसिएन चाहिँ मेजर 2टा स्टकहरू रहेका छन् होइन। जस यो मेजर चाहिँ यो 2टा छ, त्योभन्दा पछाडि चाहिँ अरू सबै स्टकहरू जुन यो सेक्टरभित्र पर्छ, लाइफ इन्सुरेन्स सेक्टरभित्र पर्छ, त्यसले पनि सपोर्ट गरिरहेको छ। र प्लस फाइनेन्स इन्डेक्स यति नै छ आजको है। र क्यान्डल पनि आजको हिसाबमा बुझ्नु छ भने क्यान्डल चाहिँ अलिक स्ट्रङ नै हो है, त्यसले चाहिँ यसो गर्नुपर्छ। आजको क्यान्डल के हो त, आजको क्यान्डल भन्दा पनि जस लिडिङ सेक्टर चाहिँ स्ट्रङ हो है, म चाहिँ त्यसरी भन्छु होला। आजको चाहिँ लिडिङ सेक्टर स्ट्रङ हो। आज यहाँ क्यान्डलको पनि उयोहरू हेर्नुहुन्छ भने त हामीहरूको फर्स्ट क्यान्डल स्ट्रङ मानिन्छ, सेकेन्ड क्यान्डल चाहिँ विक छ, थर्ड क्यान्डल चाहिँ रिभर्सल, फोर्थ क्यान्डल पनि त्यो हामीहरूको थर्ड क्यान्डल सेकेन्ड क्यान्डलको चाहिँ लो टेस्ट नगरिकन माथि रिभर्स ब्याक भइरहेको छ भनेपछि के हुन्छ त, जस ओभरअलमा बुझ्यो भने आजको पनि 4 घन्टाभित्रै हेर्नुहुन्छ भने फर्स्ट आवर जतिको स्ट्रङ के छैन त, सेकेन्ड थर्ड फोर्थ आवर चाहिँ छैन है। म आज चाहिँ अलिकति माइक्रो लेभलमा भनेर आएको छु, भित्रै एकदमै डिपली गएर चाहिँ कुराहरू गरिरहेको छौँ। सो भिडियो चाहिँ के कस्तो लाग्यो त्यसमा पनि हामी कमेन्ट सेसन गर्दै गर्नु होला। भोलिको दिन जहाँसम्म मलाई लाग्छ होइन त, आज के लाग्यो, हामीले हिजो पनि इफ इन केस यिनै बिपिसिएल उयोहरू आउँथ्यो भने त मार्केट स्योर सर्ट रातो हुन्थ्यो, त्यसमा कुनै शङ्का हुन्थेन होइन त। तर आज चाहिँ के भइदियो, नयाँ जुन हाम्रो चाहिँ कुरेर बसिरहेको बुल थियो नि, यसमा त स्योर सर्ट आउनेवाला छ भने गर्छ नि पटक त्यसमै बुल छिरेर आएको भनेपछि यदि त्यही ट्रेन्डलाई चाहिँ कन्टिन्युटी त्यही सेक्टरले दिन्छ भने स्योर सर्ट मार्केट चाहिँ बुल जान्छ। तर यहाँ चाहिँ एउटा कुरा केले छेक्छ भन्नुहुन्छ भने ब्याङ्किङ सेक्टरले छेक्छ कि है। तर ब्याङ्किङ सेक्टरमा पनि हेर्नुहुन्छ नि केबिएलहरू आज अलिकति डिमान्ड, केबिएल नबिलहरू चाहिँ के गरिरहेछ त, यिनीहरूमा चाहिँ डिमान्ड क्रिएट भइरहेछ। आज फर्स्ट टाइम यो अगस्तको करेक्सनमा के भएको छ त, इएमए 20 भन्दा चाहिँ माथि आएर बल्ल पहिलोचोटि क्लोज दिइरहेछ कि, यहाँ हेर्न सकिन्छ होइन त। अगस्तदेखि भन्दा पछाडि बल्ल के गरिरहेछ, इएमए 20 भन्दा माथि आएर क्लोजिङ दिइरहेछ होइन त। सो स्लोली चाहिँ बुलिस क्यारेक्टर देखाउने कोसिस चाहिँ ब्याङ्कमा पनि देखिरहेको छ भनेर चाहिँ बुझ्नु सकियो होइन त। त्यो भयो निका र नबिल
क्यारेक्टरहरू पनि लगभग त्यस्तै देखिन्छ नि है। यो पनि बुलिस क्यारेक्टर क्यान्डल रेड छ, म चाहिँ बुलिस छु यसमा, पनि निका पनि बुलिस छु है। नोबेल ब्याङ्क हेर्नुहुन्छ भने हामीहरूको डेली चार्ट नोबेल पनि बुलिस नै छ। अन्त एनटिसी त मैले हिजो अस्ति पनि भनेर आउँथेँ क्यारेक्टर पुलिस छ भनेर, आज चाहिँ जस कन्फर्मेसन क्यान्डल दिइरहेको छ। अब धेरैको कन्फर्मेसन भोलि आउनेवाला छ होइन त। मार्केट हिजो अस्ति बढेर मान्छेहरूले हो सिरियस अहिले सो भनौँ किन होइन टाइपको कुराहरू आउँछ नि। अब कसरी उ गर्नु त, बल्ल आज त ब्रेकआउट दिएको छ होइन र हो कि होइन। एनटिसीले आज दियो र भोलिको दिनमा चाहिँ मेबी एचआरएलको चाहिँ हाई चान्स रहन्छ जस्तो लाग्छ जहाँसम्म आजको यो क्यान्डलको चाहिँ बुलिस क्यारेक्टर देखिरहेको छ बल्ल। नेपाल ऊ चाहिँ बिपिसिएल र रादिल जाने भनेर जुन जता पाए त्यतै जुन जति बेला पाए त्यति बेलै उ गरेर हुन्छ त नि, बुझ्नुपर्ने कुरा त्यो हो क्या है त। ओके बाई बाई, गुड नाइट सुट ड्रिम्स टु अल। भोलि चाहिँ अलिअलि मसँग यहाँ जोडिनु भएको मेम्बरले पनि वाच लिस्टहरू खोज्नुभयो भने समहाउ है मैले चाहिँ लगभग 20-30% 40%सम्म चाहिँ वाच लिस्टहरू गरिदिन सक्छु है अब बल्ल अपकमिङ डेजमा। 20-30% 40% भनेको लगभग केही मात्रामा कन्फिडेन्स दिने खाले कम्पनीहरूको लिस्टहरू चाहिँ उ गरिदिन सक्छु। सो पर्सनल च्याटमा चाहिँ उयोहरू गर्दै गर्नुलाई, किनकि मैले ग्रुपहरूमा हालेर चाहिँ सबै ग्रुपहरूलाई एउटै उ गर्ने त्यो कारोबार गर्ने काम चाहिँ गरेको छैन। किनकि सबै एउटै उमा चाहिँ भयो भने त डम्पिङ हुनसक्ने सम्भावना, म्यानिपुलेसन हुनसक्ने सम्भावना चाहिँ एकदमै बढी हुन्छ होइन। सो बेटर पर्सनल, अन्त सबै कुरा चाहिँ 1 to 1 गऱ्यो भने चाहिँ धेरै राम्रो। अन्त मैले चाहिँ कुनै देखिरहेको कम्पनीहरू छ भने सजेस्ट होइन, हजुरले कुनै सोध्नुहुन्छ मैले चाहिँ यो हेरिरहेको छु सर यो कस्तो छ भन्नु भनेर सोध्नुहुन्छ भने यु क्यान त्यो फेरि पर्सनल च्याटमा मेम्बरसिप लिइसकेपछि चाहिँ पर्सनल च्याटमा सोध्न सक्नुहुन्छ यो कुराहरू। अब ओभरअल इन्डेक्सहरूको विषयमा त मैले यहाँ युट्युबमै पनि कुराहरू गरेर आउँछु। अझ डिप्ली कुराहरू चाहिँ अथवा इन्ट्राडे टाइम टु टाइम हजुरले चाहिँ मेम्बरसिप लिइसकेपछि जुनसुकै बेला पनि हो नि त, जुनसुकै बेला पनि फेरि राति दिउँसो मैले चाहिँ मेसेज हेर्न पाउनु पऱ्यो, अलिकति फ्री टाइम भएको हुनु पऱ्यो। अन्त मसँग समय भएको बेला चाहिँ मैले उ गरेर आउँछु। फुल टाइमर हो 11 to 3 त भइ नै हाल्छ कि अरू बेलामा कि है त। ओके बाई बाई, गुड नाइट स्विट ड्रिम्स टु अल। केही छ र यतापट्टि अब भोलिको प्रिपरेसनको विषयमा त आई थिङ्क जहाँसम्म यिनै एउटा एचआरएल चाहिँ अलि देखिरहेको छ। निफ्रा एकचोटि हेरौँ है आज दिनभरि, अहिले हेरिनँ कि जस्तो लाग्यो। यो निफ्राको चार्ट हेर्नु मन लाग्यो, हामीहरूको डेली चार्ट। नाइस 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 नाइस, निफ्राको पनि ठिकै छ है। हामीहरूको जिआरजी प्याटर्न भन्थ्यो नि मैले लास्ट टाइम, कतिले याद छ कि छैन। ग्रिन रेड ग्रिन मिन के गरिरहेको छ, ट्रेन्डलाई चाहिँ कन्टिन्युटी दिने कोसिस नै गरिरहेको छ। तर भोल्युम कारोबार भनेकै छैन त, माथि गइरहेको छैन त बोथ 2 दिनसम्म। भनेपछि इन्ट्राडे चार्ट साइडवेज यस होइन त 4 घन्टा के छ त पुरै साइडवेज, पुरै के छ साइडवेजमै चलिरहेको छ। यसको पनि के छ त हामीहरूको ब्रेक इभन ग्यापै हानिरहेको छ नि होइन। बटमदेखिबाट सुरुवाती चढाउनु त ब्रेक इभन ग्याप ट्याक सरी ब्रेक अवे ग्याप ब्रेक अवे ग्याप। तर ओभरअल ट्रेन्डहरू हेर्नुहुन्छ भने चाहिँ हाम्रो के छ त साइडवेज ट्रेन्ड। धेरै भयो नि, हामी त 52 विक्स लोवाला स्ट्राटेजी लगाउने भने पनि अब त धेरैले किन्छन् होला यही रेटमा होइन त। यसको फेरि एकदमै धेरै भएको भनेको 280 हो जस्तो लाग्यो जहाँसम्म। भिपी भिआर भोल्युम प्रोफाइल भिजुअल रेन्ज यस होइन त 280-81 त्योभन्दा माथि बसेर भन्दा पनि तल बसेर है जहिले पनि किन्ने। धेरै कारोबार भएको छ त्यहाँ रहेछ। सो त्योभन्दा चाहिँ तल बसेर किन्यो भने त्यहाँ धेरै कारोबार भइसकेपछि त्यो तल किन्दाखेरि चाहिँ के हुन्छ त भन्नेहरू अलिकति घाटामा प्यानिक भएको बेला किने जस्तो हुन्छ नि त। सो जहिले पनि भिपी भिआर भन्दा चाहिँ तल बसेर किन्ने, माथि चाहिँ कहिले पनि हात नहाल्ने होइन त। सबैभन्दा बढी कारोबार कहाँ भएको छ त भनेर चाहिँ यहाँ उ गर्न सक्नुहुन्छ। कुन दिन भयो कति बेला भयो भनेर चाहिँ यता तल भोल्युम हेर्न सकिन्छ ट्याक्क है त। मेरो त 240 थियो लास्ट टाइम होइन त हामीले 200, मैले चाहिँ 240 भन्थेँ है मलाई याद भएसम्म। 240 चाहिँ हामीहरूको यतापट्टि निफ्राको के हो त डिस्काउन्टेड हो खास है। यो अझ मेजर केही समयसम्म चाहिँ कन्सल्टेड भएको रिजन हो नि त। 1 2 3 4 5 6 7 लगभग 8-9 डेज चाहिँ त्यहीँ के भएको थियो साइड स्ट्यान्ड। अहिले के गरिरहेको छ त्यहीँ बटम हानिरहेको छ, त्योभन्दा माथि साइड जानिरहेको छ। बुझ्नुपर्ने कुरा 300 भन्दा माथि चाहिँ विचार गर्नुपर्छ कहिलेसम्म, नेप्सेले 3032 ब्रेक नगर्दासम्म होइन त। ओके द्याट्स अल। अरू एनटिसी हेऱ्यो त्यो हेऱ्यो त्यो ओके सबै भ्याइयो है त, सबै भ्याइसकेको छ। अब यहाँबाट चाहिँ मैले यति कुराहरू भनेर हजुरले के बुझ्नुभयो होइन त। केही डिसिजन लिन सक्नुभयो कि सक्नु भएन, कुन कम्पनीले कसरी पर्फर्मेन्स गरिरहेको छ त ऊ भयो कि भएन, त्यो हो कि बुझ्ने खास बुझ्नुपर्ने कुरा चाहिँ हो कि होइन। अब यहाँ फ्रीमै चाहिँ ओहो यो पनि किन ऊ पनि किन, यति टार्गेट यति चाहिँ यहाँ चाहिँ बाई गर्ने, यहाँ गएर चाहिँ सेल हान्ने चाहिएको देख्छ होइन त त्यो चाहिँ मबाट आउँदैन है। ओके नयाँ हुनुहुन्छ र भिडियो चाहिँ मन पऱ्यो भने च्यानल चाहिँ के गर्नु होला सब्सक्राइब गर्न चाहिँ नछुटाउनु होला है त। बाई बाई गुड नाइट।